नमस्कार साथीहरू। त्यहाँ पर देखिएको जम्मै घरहरू भएको ठाउँ चाहिँ बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नम्बर 10 स्थित चैनपुर बझाङ, जुन बझाङ जिल्लाको चाहिँ सदरमुकाम हो। त्यसपछि यसको आसपासका क्षेत्रहरू भनेको उता माथि हेर्नुहोस्, त्यहाँ एउटा देखिरहेको छ, त्यहाँ पन्डसको जिउलो भन्छ हामी, माथितिरको घरहरू सबै पन्डसको हुन्। त्यसको तल यो जिउलो भन्छ हामी चाहिँ, यहाँ त्यो जिउलोको छेउमा भएको चाहिँ के हो भन्दा हाम्रो यहाँ आर्मी ब्यारेक भन्छ त्यसलाई। त्यसपछि त्यहाँ पारी देखिन्छ नि, त्यो पारी देख्ने भनेको चाहिँ हाम्रो जयपृथ्वी नगरपालिका वडा नम्बर 9 स्थित यो रिठाबाटा साबिकको रिठाबाटा गाविस हो। अहिले चाहिँ 9 नम्बर वडा भएको छ। त्यो उताको त्यो विमानस्थल हेर्नु, त्यहाँ यता आउँदा घुमेर आउँदाखेरि त्यो हेर्नु, यताको चाहिँ गोलाइघाट भन्छ। गोलाइघाट भनेको अनि यताबाट उता घुमेर जाने हो भने उता त्यो सेती नदी देखिरहेको छ नि, त्यो ठुलो नदी भनेको सेती नदी हो, पश्चिम सेती भन्छ त्यसलाई। यो भनेको साइपाल हिमालको फेदबाट बगेर आउने नदी हो। यसको सिरानमा चाहिँ साइपाल हिमाल छ, जुन बझाङ जिल्लाको पुरै भन्ज्याङ स्थित त्यसको आसपास क्षेत्रहरूमा पर्छ भने यताको त्यहाँ देख्ने अर्को खोला छ, त्यो भनेको चाहिँ हाम्रो बाउलीघाट भन्छ त्यसलाई। बर्खाको टाइममा एकदमै यो पानी पर्ने समय एकदमै त्यो बौलिएर आउँछ, भनेको धेरै नै पानी आउँछ भन्न खोजेको। त्यो चाहिँ दुईवटा खोलाहरू मिसेर बनेको हुन्छ। फेरि एउटा चाहिँ जिउली घाट र अर्को भनेको बाउली घाट है। बाउली खोला र जिउली खोला मिलेर बनेको हुन्छ त्यो। त्यसरी यसरी घुमेर आउँदा यता चाहिँ त माथि हाम्रो पुँगरको लेक हो। यो पुँगरको लेकमा चाहिँ एकदमै माथि ठुलो पाटन छ, त्यहाँ यो एउटा यो पिकनिक स्पटको लागि पनि एकदमै राम्रो छ। त्यहाँ दाजुभाइहरू मिलेर यसो गएर कहिलेकाहीँ रमाइलो गर्नको लागि पनि भयो। त्यस्तै हाम्रो यो चाहिँ एकदमै रमणीय ठाउँ है। हेर्नुहोस् है त, यता यो पुरै भ्याली, यता यो त्यहाँ तल देख्ने छ नि, हो यो भनेको चाहिँ मेरो गाउँ गढखेतको गाउँ हो। त्यो गढखेतको गाउँमा चाहिँ यो पनि वडा नम्बर 4 मा पर्छ। यो जयपृथ्वी नगरपालिकाको सबैभन्दा रमणीय ठाउँ हो। यो कस्तो छ भने आकार पनि यो जिउलाको आकार भनेको डाँफे आकारको छ क्या। ट्याक्कै हेर्दाखेरि यताको यसलाई हामी टिकाको डाँडा भन्छौँ। यो हेर्दाखेरि जुन देखिन्छ यो टिकाको डाँडा हो। यो त्यसको उतातिर भनेको गोलाइ खातीवाडा भन्ने छ, साबिकको दुईवटा गाविस वडा नम्बर 1, 2 छ त्यहाँ। त्यसपछि यो यस्तै छ, एकदमै भ्याली आकारको छ। यो पुरै भ्याली आकारको छ, हेर्दाखेरि रमणीय छ। कहिलेकाहीँ घुम्न आउनुहोस् तपाईँहरूलाई स्वागत गर्न हामी एकदमै तत्पर छौँ है त। ल अब बाँकी गर्दै गरौँ ल, अहिले बाई।